हेलो एभ्रिवान, गुड मर्निङ एन्ड सेभनी सबैजनालाई सन्चै सुबिस्तै हुनुहुन्छ भन्ने आशा राख्दैछु। अहिले चाहिँ म उठिसकेँ, 6:30 भयो। अब माथि जानुपर्ने हुन्छ, बेहुलीलाई सिँगार दिनु अरे हो। अब माथि बिहा घरमा गएर अब बेहुली सिँगार्नु पर्ने हुन्छ। अन्त त्यही भएर मलाई चाहिँ अलिक छिट्टो आउनु भन्नुभएको छ र चाहिँ म चाहिँ अब मुखसुख धोएर जान्छु। हिजो राति आएर पुरा थाकेको थियो कि मुखसुख पनि केही पनि धुइनँ, त्यत्तिकै सुतेँ। अब मुखसुख धोएर फ्रेस भएर चाहिँ म जानेछु। बाबा, अहिले तपाईँलाई त्यहीँ गएर भेट्नेछु फेरि। बाई। निस्केको गएको अब अहिले उभिरहेको छ, काम गरेको छैन, हावा गरेको। देउलाले आजको लागि पुरा प्रार्थना गर्दैछ। I love you. कति बेला उठ्यौ? के खोदल्छ त्यसले? एउटा मात्रै भएर बिजोक भयो, साथी नभएर। हाम्रो चाहिँ एउटा बिरालो हरायो, कसले लग्यो। चाहिँ सानबी रेडी। के लाग्यो बाबा त्यो? रेडी हुँदैछु बिहामा जानु। अहिले फाइनल लुक देखाउँछु। किन आउने? ल त कुद्नु। ल के हुँदैछ? ल सिन्दुर पोते पनि भइसकिसक्यो। अब चाहिँ दाल भात होला। अब दाल उनले पस्किदिन्छ, भात र दाल होइन। भात त्यही हुन्छ कि ढेँडो दिन्छ होइन? उयो बेहुलीले ढेँडो हालिदिन्छ, त्यो भातमा हालिदिनुहुन्छ नि, हाल्दै होला। अन्त बेहुलाले दाल हालिदिन्छ। बोकेर डुल्ले पनि हुन्छ यिनीहरू। ठिकै छ। त्यसो भए हामी चाहिँ निस्किम, माथि जाँदै गर्छौँ ल। अब यहाँको कार्यक्रम खतम गएको खतम यहाँको है। बेसी भयो। सानबी अघि पठाइदिएको त, खै मेरो छोरी। ल मेरो छोरीलाई बोलाएर लापरवाही गऱ्यो भने त फेरि म ठिक मान्दिनँ। म त मेरो आजको भ्लगमा देखाउँछु भने कि यो आज देखाउँछु त। खै हेर्नुहोस् साथीभाइ, रिबिन कसले काट्छ? रिबिन उया छ काकी अगाडि। सानो वा मेरो छोरी के राम्रो भएर बसेको। वाइ सो स्याड? के भयो छोरी? किन रिसाएको? बिहामा पानी पर्यो। सागरले डाडु पन्यु चाट्यो कि बुहारीले डाडु पन्यु चाट्यो? यो चाहिँ हाम्रो राईहरूको चुल्हा ढुङ्गामा यसो बुहारीलाई देखाउनु पर्ने हुन्छ। यो जातमा भित्रको होइन। अब हेर न, यो यहाँ चाहिँ बेहुलाको भाउजू, घरको भाउजू अलिक भन्दैछ। यहाँ चाहिँ बेहुलाको मेन भूमिका दाजु सेवन्नी भन्नुपर्छ। चिङ्रेको नचिङ्रे फेटा पाएर शेष। ल छिटो खानाहरू छुइहाल्यो रे। दाल भात चल। यिनीहरूले खानुपर्ने। तिमीहरूले खायो भने मात्रै अरूले खान्छ अरे।
सुहागा घी आ गया कसको बाबा यो लाइट लागेको लाइट लाइट आजको बेहुला ए ढेँडो साह्रो ठुलो भएन म त खाँदिनँ नदे मलाई त मन पर्दैन ढेँडो होइन मलाई मन पर्दैन ढेँडो ढेँडो चाहिँ फेरि नि एकै घाँसमा चाहिँ कप्पै खानु अरे नि ल किन भनेको नि ढेँडो खान्छस् कोदोको ढेँडो कालो दालसँग ल कोदोको ए ल सागरकामाको पिठो होला बाँचेको होला उपाय मागेर लैजाउँ ल ल्याइरहेको छु त मुलाको अचार किनेमा बटर मसरुम चाना फुलकोपी आलु मन्चुरियन दाल अनि भात अन्त अझ मैले घिउ मिठाई बटर चाहिँ खाइनँ धन्यवाद खाएला पानी खायो खाना म पानी पानी गएको ल ल मोबाइल काटा न काटा गरम गरम दाल चना दाल भ्लग बनाउँछ काकीले हो मेरो चाहिँ यहाँ बडी मम्मी एकछिनमा काकीलाई म पढाएँ भिजेकै रहेछ पानीमा भिज्दै यसलाई म घर पठाइदिन्छु अब ल सिजन खिच्दैछु साँच्ची टिका ल खदा लगाइदिएको तपाईँले भाइलाई लगाइदिनु म बढ्ला लगाइदिन्छु नि त भाउजू चाहिँ कहाँ गएछ भाउजू चाहिँ कहाँ गएछ भाउजूले लगाइदिन्छ ल बेसी लगाइदिँदिनँ म त एक सबलाई
खै नानीलाई हामी सिधा बस्नु दसैँमा लगाइदिन्छु सिधा बस्छ आमा लगाइदिनु आमा लगाइदिनु भने आँखा छोप्दैन रहेछ नि चलो यहाँ के छ छ ल पापा मलाई टम्पट उहाँ दिन्छ के यस्तो विश्व गरिदिएको बाबु अलिकति मुन्ना दादा स्वर लाग्छ होला गाडी किन्नुपर्छ काका म त दादा भन्थे पहिला खदा मामा त चिन्यो मामा है मामा दुई बहिनीलाई चाहिँ माया लाग्यो मैले किरातीको अस्ति भित्र बेला लगाइदिएको थिएँ त्यही भएर नल्याइदिएको सानवी र सरोबीलाई छोरीलाई चाहिँ छेलेर ऊ आमा चाहिँ अहिले दुई हात थापेको कस्तो हाँसिलो छ बन्द गरौँ सरोबी अलिक तो चाहिँ हाँस है सुशील कता मामालाई त एकछिन ल्याउँदैन त मामालाई खास मामालाई खास मामा चाहिँ को यसको खास मामा एकछिन नबोलाउ न भिड हुन्छ यहाँ खै चाहियो भन्छ अन्त एकैछिन अस्तिलाई यहाँ अहिले यसमा लाग्यो निकाल त गोजी कट्टाउँदैछ है ओए गोजी कट्टाउँदैछ है गोजी कट्टाउँदैछ है के लखनबाट नमुस बरु राति खिचौँ है हजुर किन तर भन्नु नाना यता ल्याउ म लगाइदिन्छु अप्ठ्यारो भयो सानवी टेक इट टु एन्ड अहिले छाडा केटीहरू यहाँ एकदम चाहिँ बेहुलीको नि ए बेहुलाको ल निशा दिइसक्यो भाउजू पर्छ यहाँ चाहिँ बिबिका भाउजू
यहाँ चाहिँ बुहारी पर्छ उही पो लजाइसक्यो त हौ उही पो लजाइसक्यो त हौ त्यही गर्छ उसले थ्याङ्क यू नि होस् छोड्दै अहिले यता हेर्नु सबैले यता 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 नयाँ ब्यागमा होला खदर लगाइदिएको पर्खन त निनी त भर्खर आउनु भएको जग्गा म यहाँबाट निस्किन्छु कि अड्क्यो अड्क्यो यो अरूलाई त परेन ल तँलाई ल यहाँ पनि घरदेखि साह्रो निस्किनु पाउँदैन अरे क्या यसो हात अहिले एकछिन काटेर हेर न अत्तालिँदै गर्नुभयो अताले नि कस्तो बुफे उठाइसक्यो भने अन्त कुद्दै राखेको हुँदै यो चाहिँ पहिला यताबाटै खोल्नु नि उयो खै मेरो त्यो ब्याग भित्र थियो हो त्यसले पक्रिनुहोस् ल साह्रो ज्यादा त छैन नि बाइकमा कतिजना छैनहरू चाहिँ छिटो बेहुलाको बाउला पनि लगाइदिनु पर्यो ससुर अरे बल्ल बल्ल हुनु भएको है बक बक सक्छ ए अनुहार देखेन मेरो साथीको हल्का आशीर्वाद राम्रो दियो मिनु बेहुलीको अनुहारै देखिनौ एभ्रिवान गुड इभिनिङ आज यहाँ चाहिँ सागरको भाइको शुभ लगन प्रीतिभोज समाप्त हुन लागेको छ र यहाँ हाम्रो आदरणीय बहिनीहरू
एकदमै रमाइलो गरिरहनु भएको छ। यहाँ हाम्रो सोनी पनि एकदमै राम्रो गतिविधि लिएर बसेको मन्दिरको सफल भइरहेको छ। यहाँ किरण दाजु, यहाँ सुभाष यहाँ नाना, यहाँ हुनुहुन्छ हाम्रो मिथुन भाइ, यहाँ हुनुहुन्छ हाम्रो महेन्द्र दा, यहाँ हुनुहुन्छ हाम्रो बहिनी। वाउ! यहाँ हाम्रो भाइ तुफान, वाउ! हेलो आदरणीय दर्शकबिनहरू, गुड इभिनिङ। हाम्रो सागर भाइको शुभ विवाह आज सम्पन्न भयो र यहाँ एकदमै रमाइलो गरिरहेको छ। सो म पनि अब काम अब भ्लग चाहिँ एन्ड गर्नु लागेको। अन्त अब धेरै हल्ला है, डान्स सान्स हुन्छ। अन्त त्यसै कारणले म चाहिँ सोनी भुजुको लास्ट भ्लगमा आएँ होइन। यति नै काफी है र ओके। सो बाई बाई, गुड नाइट सबैजनालाई। See you next vlog. Stay tuned. Bye bye. तिमी त मेरो